यो टाइपको टेक्स्ट हाइलाइट एनिमेसन कसरी बनाउने क्यापकट प्रोमा आज यो सिकौँ है। क्यापकट प्रो खोल्नुहोस्। म चाहिँ एउटा स्क्रिनसट यहाँ पेस्ट गर्छु है। हामी यसको रेसियो यो राखौँ, यसलाई अझै सानो गरौँ, हामी यहाँ राखौँ। अब टेक्स्ट एनिमेसन हामीलाई कुन टेक्स्ट हाइलाइट गर्नु छ, मानौ हामी यो माथिको टेक्स्ट हाइलाइट गरौँ होइन, फ्रम इन्डियासम्म गरौँ। टेक्स्ट लग्ने एउटा यो टेक्स्टमा हामी डट टाइप गरिदिने होइन। यो डटको कलर हामी राखौँ येल्लो, अनि यसको ब्याकग्राउन्ड लिने, यसको ब्याकग्राउन्डको कलर पनि येल्लो। अब हाम्रो यो टेक्स्ट यस्तो देखिरहेछ। अहिले त धेरै मोटो छ। अब यसलाई पातलो बनाउने स्केलमा यो युनिफर्म स्केल भन्ने छ, यसमा क्लिक गर्नु भने दुईवटा अप्सन आउँछ। यो चाहिँ हाइट र विथ बढाउन मिल्छ। यसमा हामीलाई विथ पनि चाहियो, अलि लामो चाहियो, लगभग यति। अनि हाइट हामीलाई कम चाहियो, एकदमै कम, लगभग त्यति भइहाल्छ। अब यसरी थाहा मिल्दैन भने यसको ओपेसिटीलाई कम गर्नुहोस्। तल गएर ओपेसिटी कम गरेपछि यो अलि माथि छ, हामीले तल ल्याउनु पर्यो यसलाई, अनि अलि अगाडितिर पनि लग्नु पर्यो। यतातिर भए केही फरक पर्दैन, यतातिर ठ्याक्कै मिलाउनु पर्छ। यतातिर हामीले पछि मिलाएको छैन। अब फेरि यसको ओपेसिटी हामी फुल गरिदिउँ। अब यसलाई कम्पाउन्ड क्लिक गर्ने। कम्पाउन्ड क्लिक गरिसकेपछि यसमा मास्क लगाउँछौँ। मास्कको लागि हामी मास्कमा क्लिक गर्नुहोस्, एड मास्कमा क्लिक गर्नुहोस्, यो स्प्लिटवाला अप्सनमा क्लिक गर्नुहोस्, यसलाई घुमाउनुहोस् 90 डिग्रीमा। अहिले यहाँ राखौँ अनि यसको यो रिभर्स गरौँ अनि यहाँ क्लिक गर्नुहोस्। अब हामीलाई स्टार्टिङ पोइन्ट यहाँदेखि लिएर यहाँसम्म हामीले टेक्स्ट हाइलाइट हुनु पर्यो। अब यही मार्क्सलाई अगाडि बढाइदिनुहोस्। अब हामीलाई ठ्याक्कै यो वर्ड सकिन बेलासम्म यतिसम्म चाहियो। ठ्याक्कै यहाँ क्लिक गर्नुहोस्। अब बेसिकमा जानुहोस्, यो ब्लेन्ड भन्ने अप्सनमा यो डार्कन भन्ने अनि मल्टिप्लाई दुइटै काम गर्छ है। मल्टिप्लाई गरे यस्तो हुन्छ, अब डार्कन गर्नु कसैमा डार्क देखिन्छ त्यति हो। यो अलि फिक्का देख्यो, बरु मल्टिप्लाई नै ठिक छ, यो डार्क देखेछ। अब हामी हेरौँ, यस्तो देखिन्छ है यस्तो। अनि यो अलि सिधा सिधा गएको जस्तो देख्यो। हामीलाई यसमा प्रिसेटमा क्लिक गरेपछि यो इज आउट जुन वाला ठिक लाग्छ त्यही वाला हो। यो वाला मलाई ठिक लाग्यो, यो वाला गरेँ। हजुरलाई जति पनि टेक्स्ट एनिमेसन गर्नु छ सेम यही प्रोसेस गर्ने र मास्क लगाउने, जहाँनिर चाहिन्छ त्यहाँनिर मास्क लगाउने, त्यति हो।